नमस्कार, मेरो नाम सञ्जय हो। तपाईँहरूलाई मेरो यो तर्क वितर्क भन्ने च्यानलमा मैले स्वागत गर्न चाहन्छु। आज म कुनै तर्क वितर्क गर्न आएको त होइन, तर केही विषयमा बोलौँ कि भन्नु मन लाग्यो र यो च्यानलमा मेरो यो आज पहिलो भिडियो हुनेछ मेरो आफ्नै आवाजको। कृपया तपाईँहरूले मन पराइदिनुहुन्छ भन्ने आशा गर्न चाहन्छु। अब मैले विषयलाई सुरु गर्छु है त। तपाईँहरूलाई यो च्यानलमा भएको तर्क वितर्क मेरो कन्टेन्टहरू कस्तो लाग्छ तर कमेन्ट पनि गरिदिनु होला। राम्रो लाग्छ भने सब्सक्राइब पनि गरिदिनु होला अनि प्रतिक्रिया पनि दिन सक्नुहुन्छ हजुरहरूले। अब म आजको विषयतिर लाग्छु है त। अब मलाई मात्रै हुने हो कि तपाईँहरूलाई पनि लाग्छ लाइफमा केही राम्रो भइरहेको छैन, सोचेको कुरा पुरा भइरहेको छैन, जे गरे पनि उल्टो भइरहेको छ, पुरै फ्रस्ट्रेट सिचुएसनमा गइरहेको छ, काम गर्यो डिले, भनेको कुरा केही नपुग्ने, यस्तो भइरहेको छ कि छैन हजुरहरूलाई? भइरहेको छ भने कमेन्ट गर्नु होला है त। तर त्यो भन्नुभन्दा नि पहिला एट द एन्ड सबैलाई चाहिने भनेको के रहेछ? पैसा रहेछ। पैसा। अब पैसा भनेको कन्फिडेन्ट, पैसा भनेको पावर, पैसा भनेको एउटा पर्सनालिटी हो, एउटा इज्जत हो, रेस्पेक्ट हो। अहिलेको युगमा त्यही हो। जोसँग पैसा छ त्योसँग पावर छ, त्योसँग पर्सनालिटी छ, त्योसँग लिङ्क छ, त्योसँग उसले रेस्पेक्ट पनि पाइरहेको हुन्छ। जोसँग छैन उसले अब कस्तो पाइरहेको छ त्यो हामीले देखेकै छौँ। अब पैसा हुँदा र नहुँदा आफ्नै फ्यामिलीले हेरेर नजरमै फरक पर्छ, पैसा हुँदा या नहुँदाको सिचुएसनमा। अब अरूको त कुरै नगरौँ न। अब यस्तो कसले फेस गर्नुभएको छ कृपया कमेन्ट गर्नु होला है त। अनि अर्को अचम्म लाग्छ, हामी सोसियल मिडियाहरूमा देखिरहेको हुन्छौँ अहिलेको जेनेरेसन जेनजी भनौँ न, 17-18 वर्षको भाइ बहिनीहरूले ल्याभिस लाइफ जिरहेको हुन्छ, इन्जोय गरिरहेको हुन्छन्, ह्यान त्यान कमाइरहेको हुन्छन्। अब कोही 35-30 वर्षको मान्छेहरू विथ जिरो ब्यालेन्स, आफ्नो ब्याङ्क एकाउन्टमा जिरो ब्यालेन्स भएर फ्रस्ट्रेट भएर स्ट्रगल गरिरहेको हुन्छ। उनीहरूले केही गर्न सकिरहेको हुँदैन। त्यही डिफ्रेन्स छ। आखिर गल्ती कसको छ त? गल्ती कसको छ? तपाईँहरूलाई के लाग्छ? कसको गल्ती हो? कमेन्ट गर्नु होला है त। पैसा नहुँदा नि कोही हुन्छ नि, पैसा नहुँदा नि कोही साथीभाइहरूले पनि बुझ्छन्, तर आफ्नै परिवारको मान्छेले नबुझेको अवस्था नै हुनसक्छ। तपाईँलाई के लाग्छ त्यो पनि कमेन्ट गर्नु होला है त। अनि अब तपाईँहरूको यो अमूल्य समय लिएकोमा मैले सरी भन्न चाहन्छु। अनि धेरै कुरा त बोल्न मन लागेको थियो। आज मेरो पहिलो भिडियो भएर म धेरै बोल्न त्यति कम्फर्टेबल पनि भइरहेको छैन। त्यही भएर मेरो यो सानो 2-3 मिनटको भिडियो सुनिदिनु भयो, धेरै धन्यवाद। अब यसमा केही सुधार गर्नुपर्ने छ, मेरो बोलीमा यताउति हुन्छ नि छ भने कमेन्ट पनि गरिदिनु होला। म यस्तै भिडियोहरू ल्याउने छु र मेरो आउने कन्टेन्ट त आइहाल्छ। आज चाहिँ म तपाईँहरूसँग एज अ इन्ट्रेक्सन गर्न मन लागेर चाहिँ मैले यो आफ्नै भोइसमा मैले भिडियो बनाउन खोजेको हो। आशा गर्छु तपाईँहरूलाई मनपर्नेछ। तपाईँको दिन शुभ रहोस्। नमस्ते।